घटेको घटना र जुन सुर्खेतमा घटेको घटना एउटा निकै दर्दनाक घटना रहेको छ। जुन युनिसा बिकको जुन जङ्गलमा लगेर बलात्कारपछि हत्या गरिएको भन्ने जुन एउटा दर्दनाक घटना छ। मैले सामाजिक सञ्जालबाट सुन्न पाएँ। नितान्त यो दुःख घडीमा जो आत्माको चिर शान्तिको कामना, जो दोषी छन् दोषीलाई हदैसम्मको कारबाही होस्, कानुनी दायरामा ल्याएर कठघरामा उभ्याउनु मात्रै कारबाही होइन कि अब यस्ता गतिविधि नहुनको लागि केही तत्कालीन घटेका घटना मात्रै नभएर भावी दिनमा यस्ता घटना घट्नै नसक्ने र नघट्नको लागि त्रसित हुने गरी अब माधव सर, हिजोका दिनहरूमा निर्मला पन्त, भाइराज भट्टका जस्ता घटनाहरू चाहिँ गुपचुप भएका थिए। जनमानसमा चर्को आवाज उड्दाखेरि पनि ती निर्मलाले, भाइराजहरूले न्याय पाएनन्। अब के त युनिसाले यो अब नयाँ सरकार आएको छ, यो शक्तिशाली सरकार आएको छ, 2/3 सरकार आएको छ, के यो सरकारले युनिसालाई न्याय दिन्छ कि दिँदैन होला? के लाग्छ तपाईँलाई? मलाई त अहिले पनि म तपाईँहरूको सामाजिक सञ्जाल मार्फत यो भन्छु, निर्मला पन्त लगायतका जो पीडित चेलीहरू जो मरेर पनि हामीले नाम सम्झिरहनु पर्छ, जसलाई हत्यापछि पनि हामीले कहिले पनि बिर्सिन नसकेका पात्रहरूलाई सदाका लागि न्यायको ढोका खोल्नको लागि यो सरकार लागि पर्छ। र यो अब के बालन सरकारले न्याय दिन्छ? निर्मला जस्ता व्यक्तिहरूलाई, भाइराज भट्ट जस्तालाई, युनिसा व्यक्तिहरूलाई न्याय दिनको लागि यो सरकार न्यायको कठघरामा उभ्याउँछ जुन दिन्छ। यो सरकारले पक्कै पनि दोषीलाई कारबाही गर्छ र पीडितले न्याय पाउँछ भन्ने कुरामा म आशावादी छु। हवस्, समय संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद, नमस्कार। भएन।